हो भने सुस्मा कोइरालाई यही हुन्छ नि के त छ त बिल्डिङमा खै त बिल्डिङ देखेको बाटो हैन त त्यो नि कस्तो कुरा अरे एक लाग्यो सुस्मा कोइरा त्यो टेलको म्युजिक छैन ओ म्युजिक त झोलैमा स्पिकर ल्याउँथे नि म स्पिकर बस्ने उकालो सानो वाला दामी टिक्छ नि अझै सरले म दाइको यही हो गाइज हाम्रो त्रिशुली डाँडा भन्ने ठाउँ जो ठाउँ रमाइलो रहेछ रमाइलो छ हो हाम्रो साथीहरू यहाँ हुनुहुन्छ नगरकोट हो के यो कहाँ नगरकोट हेर त नगरकोट यहाँबाट त होइन भने सुस्माको त्यो तल गाइड चलिरहेको के त हो यहाँ त तल घना जङ्गल रहेछ डर लाग्दो भयानक यो पारी त कहाँ फुट्छ त यो सेतै बाघ आउँछ भन्छ नि यो जङ्गलमा यही हो के सुस्मा कोइरा हो त्यही हो ल ल म त केही चिन्दिन हो यतातिर आएको त्यही हो फोटो खिच भने 14 ल भिडियो ल देखियो है देखियो श्यामो यस्तो पोज हान कस्तो ओ बस हैन यो त भिडियो हो ह्यापी भण्डारी ल सरलाई हाल्दिनु पर्छ कि यहाँ पनि ऊ बनाउन आउँछ कि यो को लुगा बनाउनु सिरक बनायो होला नि गान्जा चाहिँ तान्ने रहेछ नि अनि के बनाउने अझै धेरै फाल्ने फोहोर गरेर सफा गर्ने चाहिँ कोही छैन श्याम सरको फर्म भएको छ के अब कहाँ जाने त अब कि नरकोट जाने यहाँबाट कति दिन लाग्छ एक घन्टा पुग्यो चौधरीले ऊ देखेन भने नि ऊ त्यो त्रिशुल नगरकोट जाने यही बाटो त हो नि हो ल त्रिशुल ल हेर त्रिशुल डाँडा गाइजहरू अब हेर्नुहोस् कस्तो रहेछ ल यही हो त्रिशुली डाँडा हनुमान यो चाहिँ हनुमान हाम्रो हनुमान भने जय हनुमान ज्ञान गुण सागर यता कुकुरको जनसङ्ख्या पनि धेरै छ कि नगरकोटै जाउँ यहाँबाट कति लाग्यो 1 घन्टा पुग्यो नगरकोट राम्रो छैन कि ठिक छ त्यो नाइट बस्न जानु मात्र हो कि चाङ्गो जाने चाङ्गो मन्दिर पछि यहाँबाट अब एकछिन खाइपी गरौँ एकछिन रमाइलो गरौँ एकछिन दाना सार्नु यहाँ सक्दिनँ यहाँ कुकुर रहेछ कि सान्दै कुकुरको जनसङ्ख्या धेरै हो कि यहाँ तिम्रो जन्ती हो कसको बिहान छ उता बस्नु सायद बरु माथितिर त्यहाँ लगेर यहाँबाट रमाइलो है भित्र कहाँ खाएर खोइ ठाउँ उता छ त यहाँ रमाइलो पानी छैन नि त फेरि यहाँ भयो पानी सानी हातसात धुँदा हुन्छ यो मलाई शेरबहादुरहरूले अनि कहाँ यिनीहरू गइहाल्छु नि भर्खर आएको के खानु तिनीहरूलाई बाँधेर आउँछ अलि मौसम खराब भएर यहाँ कुकुरलाई बाँध्नु दामी आउँथ्यो बाटै रहेछ त अलिकति ऊ त्यो मौसम मौसमले गर्दाको न त दामी देखिन्थ्यो कि तर बाबाहरूलाई चिल है एउटा जब कब्जा हान्दियो बस्यो भात सात पकायो सब गाजा खाउने